हेलो गाइस, हाम्रो गाउँतिर चाहिँ हुरी बतास लागेको छ है। पानी अघि आएको थियो, अहिले चाहिँ निभ्यो। हुरी बतास लागेको छ। यिनी रिया चाहिँ डराएर यहाँ बसिछिन्। यहाँ चाहिँ हुरी बतास लागेको छ, गडाङगुडुङ गरेको छ। हाम्रो धारा पानी काम गर्नेहरू आउनुहुन्छ। यहाँ हाम्रो धारा गराउने उस चलिरहेको छ अहिले फेरि नयाँ। यहाँ मैले यति चाहिँ फोडेँ अनि यति यो बिहान नि बोकेको, यो बोकको बिहान यो मम्मीले ल्याउनको। यहाँ चाहिँ हुरी बतास चलेको छ। तल हेर्नु, तल झन् कस्तो चलेको छ। यहाँ त झन् यसो हावा चल्यो भने लाइन नि आउन खासै। हेर्नुहोस् त कस्तो चलेको छ। चल्न त यहाँ नि चलेकै छ। अघि कस्तो आएको थियो। अनि सबैजना जम्मा भइसक्नु हुन्छ। उता त्यस्तो पानी आएको छ। जाडो पनि भइरहेछ। उता परतिर झन् कस्तो लागेको छ। पानी नआए भाटा पारी कस्तो धुलो उड्थ्यो। पारी चाहिँ पानी ल पारी नि सबै घर हिँड्न लाउनु। बाँसरी यस्तो हल्लाइरहेको छु। अस्ति भर्खर चाहिँ गडाङगुडुङ गरेर बिजुली चम्केर कस्तो भएको थियो। अहिले फेरि निभिरहेको माथि करा हावा यता आइरहेको। तल हेर्नु छ तल। तल हेर्नु तल कस्तो गरेर आएको छ। यस्तो हावा चलिरहेको छ नि। यहाँ बालुवा राखेको बालुवा जति उडाएको छ। तल त हेर्नु तल कस्तो हल्लिरहेको छ। पानी नि आउन लाग्यो अब। पानी हुरी बतास लाउने रहेछ भन्न थियो दिदीले। अब सीता नि परिसक्यो।
मलाई जाडो भएको छ, जाडो मलाई नि जाडो भएको थियो। म स्वेटर लाएर बसेको छु। यो भिडियो हेरेर लाइक सब्सक्राइब गरेर जानु होला। अझ उताबाट पानी आउँदैछ। हावा चलिरहेको छ। हावा पानीसँग अलिअलि आइसक्यो। अब